हाई एभ्रिवान, मेरो अर्को नयाँ भिडियोमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। अनि म चाहिँ आज हाम्रो गाउँको पानी बिग्रेको छ अरे के, अनि पानी बिग्रेर दाइले जाउँ भन्नुभएको छ, मेरै ठुलो छोरा। अनि म र दाइ अब जानुपर्ने छ पानी बनाउनलाई। पानी पनि गाउँमा नआएको लगभग त्यस्तै भइसक्यो होला, 1 महिना जति भइसक्यो होला, कोही पनि पानी बनाउन जाँदैन। अनि आज चाहिँ म र दाइ जानु पर्यो भनेको। अब पानी चाहिँ खोलादेखि धेरै भइसक्यो बोकेको, त्यही भएर म र दाइ जाने हो। अनि हाम्रो जाने ठाउँ चाहिँ वहाँ माथि छ होइन। अहिले पुरै कुहिरो लागिरहेछ। अनि उता चाहिँ जुका पनि ठुल्ठुलो जुका पनि पाउँछ अरे, खरी जुका त भन्ने। अनि त्यो डर पनि लागिरहेछ। अनि तर मलाई त्यो जुकासँग त खासै डर लाग्दैन, तर त्यो ठुलो खरी जुकासँग चाहिँ अलिअलि डर लाग्छ। अनि यता हाम्रोतिर चाहिँ साना पाउँछ क्या, त्यही भएर अब के हुन्छ लेट्स सी। गाइज म चाहिँ अब यहाँदेखि चाहिँ लाग्देको घरदेखि त्यहाँनिर दाइले पर्खिराख्नु भएको छ अरे। पानी चाहिँ पर्न लागेछ, घाम पनि अलिअलि देखिरहेछ। अनि अब पानी पर्यो भने चाहिँ यस्तो बवाल हुन्छ क्या, पानीको ठोकाइ बवाल खाइन्छ। अगाडि चाहिँ हिँडिरहेछ। गाडी अगाडि पड्किँदै कस्तो ढिलो हिँडेको। बस्ने हो ए दाइ। ठिक भएको ठिकै छु रे। अलि आउनु जाऊँ, अरू कोही छ? भर्खर त गोरु लिएर निक्लिनु भएको छ। कहाँ? हामी त्यो बाजुर भाइ त्यहीँ बिग्रेको हो खासमा। ल आउनु जाऊँ। यो चाहिँ यहाँनिर बोरा पनि लिएर आएको थिएँ। यसले चाहिँ यहाँ झिकेर यहीँ छुट जाने हो। यो चाहिँ मेरो प्रोटेक्सन भरे पानी पर्यो भने रमाइलो हुन्छ फेरि। ए दाइ, यो बोरा यो राखिदिनु है। अहिले त्यो उखेलेर लानुलाई यसो। कुन प्लास्टिक हौ? मैले लगेको ओढेको भएको प्लास्टिक त्यो त। अनि त्यो प्लास्टिक त अनि मैले उ गरेको होइन भाउजू, मलाई नि दिएको होइन त्यो सानो प्लास्टिक त। अरू प्लास्टिक त अनि त्यो अरूले ल्याएको उनीहरूले ल्याइदिन्छ नि। हामी चाहिँ अब लाग्देको। आज कतिखेर हामी झर्छौँ दाइ? अहिले 1 जति बज्यो होला। यो गाडी भएकोले यसलाई सेट गर्नै बाँकी छ। फेरि कहिले ठिक देखाउँछ, फेरि गाडी बन्द गरेपछि फेरि उ भइजान्छ। हजुर यो बाटो चाहिँ यो जहिले यस्तै हो। जुका कतिको लाग्छ दाइ अहिले? जुका त लाग्दैन। हजुर? जुका त खासै लाग्दैन, केस बराबर।
जुका चाहिँ खासै लाग्दैन केस बराबर पो हो ल ल ल ठिकै छ एक एक बित्ताको एक एक बित्ता हेर हाम्रो स्कुलमा नानीहरू पढिरहेछन् ए रातो माटोमा त गइन्छ त जोगिएन अन्त वान मिस गेम फिनिस जहिले लिएर आउँछ त दाइहरू यहाँ हो काम गर है दाइहरूको आहा बुढाहरू त बबाल हान्दैछ त ओ साइला दादा हानिँदैछ नि ओ गामन दाइ के हो व्यस्त हो पर्खिनु भन्छ त बुढो त के भए रहेछ टायर सानो रहेछ नि त गाडीको आहा हामी त त्यसरी त जाँदैनौँ न त हामी त ओह्रालो यसरी ऊ झर कि भो छोड्दिनु ए जाँठा यस्ता जाँठा नाथे यस्ता नाथे बाटो कस्तो बाटो त हिँड्यो यस्ता नाथे पानी बम्दिए छैन माथिर रोडको जाने नाली साली छैन त्यसैले बनाउँदै अनि फाल्टोमा हालिदिनु भयो हामी चाहिँ यहाँदेखि यता जाने हो अब लखर यताको चाहिँ काम सकेको अब हामी चाहिँ कुलो लाग्दिसक्यौँ अब गाडी साडी त्यहाँ थन्काइदिएर दाइ अगाडि पछाडि जुका चाहिँ टन्नै लाग्छ होला राम यो अनि यो रोडकै ऊ हो यो डेन्जर भएको रहेछ त्यहाँ त बाटो त कुलो त निकाल्नु अब असार लाग्यो हामी चाहिँ यहाँ हजुर यता यो रमितेमा ए यो रमितेमा त पहिले पनि कति रोपेको थियो नि अनि ऊ के अरे बलदेव कि बसन्ते आएर नि बलदेव होइन बलदेव जस्तो लाग्छ हामी चाहिँ अब यहाँनिर आधी बाटो आइपुग्यो यहाँदेखि कता जानुपर्ने हो त्यहाँ पानी खुस्केकै छ भने चाहिँ त्यहाँदेखि बनाउने फर्किने होइन नत्र मजिते पुग्नु पर्यो भने त बुढा हामीलाई त फेरि केस फुल्छ त
6 बजे त हामी यहाँ दिदी त्यहाँ पुगेर त्यहाँदेखि फर्केर गएको हो र खोलामा त बब्बाल पानी यता यो कहाँको पानी हो खतरा छ त हजुर अधेरीको यो कुलोमा आएको पानी हो ए म त यत्रो यहाँ खोला यत्रो कत्रो चाहिँ भयो भनेर मलाई यो खरी जुकादेखि चाहिँ लास्टै डर लाग्छ क्या यतै पाउँछ होइन जुका त हैट के भन्छौ बुढा हैट आज जुकाले चाहिँ मार्छ भन्ने मलाई लागिरहेछ केही छैन तब तर पनि अब गाह्रो छ यस्तो घारी घारी हिँड्नु परेछ जुकाले खाँदैन त नि भरे जुका पनि कतिवटा टाँसिन्छ गन्नुपर्छ यहाँ पनि छ त बाटो अनि बाटो भेट्नु त भेट्यो होइन दुम्सी लखेट्नु हिँडेछ भरे यही बाटो निक्लिनु कि उताबाट जान्छ है कता हिँडेको फेरि जानुपर्ने तेरिका बाँदर आउला है अहिले यो घारी त के घारी यहाँ बाटो छ कहाँ आमा कता चाहिँ यिनीहरूको के अन राम 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 ओहो अब पारी तर्नु पर्ने बाटो छैन हिँडाएको छ खुरुरु केले टोक्नु थाल्यो भने यता घाँटीतिर धेत राम 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 त्यो भएन यो साह्रै भएन नेपालमा पानी खानु गाह्रो छ हौ गाह्रो छ काटेर पानी चाहिँ हाम्रो यहाँनिर खुस्किएको रहेछ बाँसको सकेट यो कतिको पाइप ए यो हुन्छ र यो पाइप सकेट पानी नै आएको छैन रहेछ फुल गाँठ्यो भनेपछि हामी मस्जिदै पुग्नु पर्ने पो फेरि के खाले अब हामी चाहिँ यस्तो पारीतिर लाग्दिएको फेरि त्यही बाटो जानु होइन अब फेरि हामी रमाइलो हुने भयो पाइप त्यो अहिलेको भन्दा पनि अझै रमाइलो होला होइन ए गाइस हामी चाहिँ फेरि अघिकै खोल्सा आइपुग्यो अब लडी त गयो है ए गइ त सक्यो गाइस राम्रै लडी राम्रै नै लडियो यहाँ पानी रहेछ त बुढा त त्यही हो हात नभिजाउँ लडियो ए चिलेन ए ठिकै भयो जुका चाहिँ कहाँ गएर हेर्नु हामी
जुका डाँडामा डाँडामा त्यतिखेरसम्म कत्रो कत्रो होला त त्यसले अगाउनु परेन हो सीताको लडेर पनि लडाइ चाहिँ चर्को छ के चिप्लो छ भने फेरि एकताल लडी हेर्नु त ए यो पानी जुकाले नाप्दैछ 2 हात योसँग 3 हात यति भए नापिसक्नु भयो यो खरी जुका हेर्नु दाइ जुका रातो ढर्के हुन्छ तपाईँलाई त 2टा होइन दुईटा लाग्यो मलाई त एउटा मात्रै रहेछ एउटा चाहिँ झुन्के दिएको हो र यतिको जुका चाहिँ मलाई खासै चाहिन्छ हुँदैन खरी जुका चाहिँ खोइ खरी जुकाले चाहिँ सक्छ नि सानो सानो हुँदैन ए राब्बा पनि छ आहा किर्न यो त कान मेरो एकतालि गोठाला जाँदाखेरि सानोमा मम्मीसँग कान पसेर म त झन्डै मारेको छु त मिल्काइदिएको मार्नु नि हजुर मिल्काइदिएको ए मार्न ढुङ्गालाई यसलाई त कहाँ म बाँकी राख्छु त नि ए किर्नाको पो टोकाइ खाइन्छ जुकाको पो टोकाइ खाइन्छ दुम्सीमा थोरै हुन्छ दुम्सीमा दुम्सीमा सालटमा यो यो खासमा हामी तिर्ना भन्छ तर थार किरा भन्छ थार किरा अँ थार किरा हामी चाहिँ यहाँ रहेर पानी त्यो पानीमा चाहिँ हावा भरिन्छ हावा खोल्दैछौँ हाम्रो दादा हुनुहुन्छ यहाँ होइन दादा अनि यो पानीको दाइ यो हावा चाहिँ पहिलेदेखि नै भरेको यो पहिलेकै पानी हो कि यो अहिले भर्खर आउँदै गरेको पानी हो पहिलेकै पानी गर्न गइरहेको हुन्छ त्यस पछाडि त खेल्दै खेल्दै आएको हुँदैन अब हामीले यसलाई बन्द गर्नु चाहिँ यो यता आउनु छोडेपछि होइन अब बन्द गरिदिनु आएको छ कि आएको छैन भनेर चेक गरिसक्यो नि त बन्द गरेर भइगयो नि होइन त्यही पनि ऊ भइन्जेलसम्म गर्नु पर्थ्यो यो डाउन भइन्जेल डाउन कहाँ हुन्छ हुँदैन त्यस्तो है तर यहाँदेखि उता उकालो निक्लेछ कि छैन तेर्सै छ हामीले यसलाई यसरी नै हावा खोल्दै खोल्दै जानु पर्यो होइन अब यति नै आएको छैन अब तल ड्युटीतिर जानु पानी आउनु थाल्यो होइन सो गाइज अब हामी चाहिँ लगिसक्यौँ अब यहाँनिर कामसाम पनि सक्यो र फोनको ब्याट्री पनि सकिसक्यो अब हामी चाहिँ दाजुभाइ टक्क मासतिर निक्लिदिने हो माथि गएर बाइक माथि नै छोडेर आएको छौँ अनि त्यहाँदेखि चाहिँ हामी तलतिर यसो अलिअलि हेर्दै हेर्दै पानीको अवस्थाहरू हेर्दै हेर्दै जान्छौँ घरतिर पानी पनि आउन लागिसक्यो पुरै कालो भइसकेछ पानी आयो भने बबाल ठोकाइ खाइन्छ फेरि अब हामी चाहिँ दाजुभाइ गएर अस्तिर अब हामी यताबाट जान्छौँ त्यहाँदेखि उकालो छ ए ल अब हामी चाहिँ यो कालो पुरै यो खोल्सा अँधेरो खोल्सामा छौँ कहाँ छौँ अनि अब यहाँदेखि हामी उकालो गइदिने मासतिर ल अब आजलाई यति नै अर्को भिडियोमा भेटौँ ल होइन बाई बाई